यो वर्ल्डमा 100% मान्छे होला अरे, त्यसमा 90% मान्छेले सक्सेस गर्न सक्दैन. डु यु नो वाइ? नट बिकज दे आर विक, नट बिकज दे आर नट स्मार्ट. दे आर मोर स्मार्टर देन यु, देन मी, देन इलोन मस्क. वाइ दे आर नट सक्सेसिङ देन? तिम्रो क्वेसन त्यही होला होइन? बट आई वान्ट टु टेल यु वान थिङ. तिनीहरूले किन सक्सेस गरेन भन्दाखेरि तिनीहरूले आफ्नो एउटा ड्रिम राम्रो बनाउन सकेन. जस्ट लाइक मेनी अफ अस, तिनले आफ्नो स्टार्टिङ राम्रोसित गर्न सकेन. वी अल्सो न्यू द्याट हामीले केही गर्नको लागि रिक्स त लिनै पर्छ. तिनीहरूले रिक्स लिन नसके होला. अब एउटा ग्रेटेस्ट इक्जाम्पल दिनु पर्दाखेरि इलोन मस्कलाई हेर, उसले कस्तो राम्रो रिक्स लियो. एकचोटि उसको कम्पनी मर्ने र बाँच्नेको खेलमा थियो, तर उसले रिक्स लियो अनि ऊ बाँच्यो. यस, कम्पनी अहिले टेस्ला नम्बर 1मा छ, स्पेस एक्स नम्बर 1मा छ. मेनी अफ अस थिङ्क हाउ डिड दे गट सक्सेस भनेर होइन, बट दे गट सक्सेस बिकज अफ देयर हार्ड वर्क, कन्सिस्टेन्टी एन्ड डिसिप्लिन. हामीले नि आफ्नो गोलमा फोकस गऱ्यो भने चाहिँ हामीले नि सक्सेसफुल हुन सक्छौँ कि कसैले नि हामीलाई रोक्न सक्दैन. जब पनि तिमीलाई मैले सक्दैन भन्ने खालको फिलिङ आउँछ नि, तब रिमेम्बर वान थिङ, मिस्टर बिस्टले पनि त्यही सोचेको भए के हुन्थ्यो होला, अल्बर्ट आइन्स्टाइनले त्यही सोचेको भए के हुन्थ्यो होला, स्टिभ जब्सले इभन दो आफ्नो कम्पनीबाट निकालिदिएको भए के हालत हुन्थ्यो होला, यसले त्यति सक्दैन भन्ने सोचेको भए. द्याट्स वाइ नेभर थिङ्क यु कान्ट. यो वर्ल्डमा तिमीले नसक्ने केही नै छैन के. तिमीले आँटा जे पनि सकिन्छ. त्यो आँट्नलाई तिमीले आफ्नो गोल्सहरूलाई क्लासिफाई गर्न पर्ने हुन्छ. अनि यो गोल्सहरू तिमीले यसरी लिस्ट गर्न सक्छौ. रुक, मैले तिमीलाई देखाइदिन्छु. वी अल न्यू, हामीले अगाडि आफ्नो गोलमा फोकस गर्नुभन्दा अगाडि गोललाई डिटरमाइन गर्नुपर्छ. कि त हामी बी द वान हुनुपर्छ, कि त नट द वान हुनुपर्छ. अनि हामीले फियरलाई पनि फेस गर्नुभन्दा अगाडि फियरको मिनिङ थाहा पाउनु पऱ्यो के. फियर हेज 2 मिनिङ, फेस एभ्रिथिङ एन्ड राइज, फर्गेट एभ्रिथिङ एन्ड रन. अब तिमी आफ्नो कुन चाहिँ फियरलाई युज गर्छौ भन्ने कुरा हो. आफ्नो तर्फबाट फुल डेडिकेसन दिनेवाला छु. द्याट्स वाइ आफ्नो तर्फबाट फुल डेडिकेसन दिइसकेपछि मैले अरू केही कुरा सोच्नेवाला छैन. यदि तिमीलाई पनि कहिलेकाहीँ म जस्तै केही कुरा गर्ने बित्तिकै बिचमा रोकम जस्तो फिल आउँछ भनेपछि यु क्यान फलो माई पर्सनल टेक्निक 5 मिनट्स रुल. जस्तै तिमीले केही कुरा फोकस गर्न थाल्यौ भनेपछि तिमीलाई 5 मिनट फोकस गरिसकेपछि तिम्रो लङ टर्म लाइफ त्यो फोकसमा गइहाल्छ क्या. तिमी स्टार्टिङ मात्र गर्नुपर्ने हुन्छ, एन्डिङ तिम्रो आफूलाई गराइहाल्छौ कि तिमीले. मिन्स मानम तिमीलाई एउटा किताब पढ्न मन छैन, बस तिमीले आफ्नो दिमागमा यो सोच कि बस 2 मिनट या फिर 5 मिनट मैले यसो किताबलाई हेर्छु, त्यसपछि मैले हेर्दिनँ भन्ने सोच. तिमीले यदि 5 मिनटभित्र त्यो डिप फोकसमा पुगिहाल्यौ भनेपछि तिमीले आधी घन्टा 1 घन्टा बिताएको कहिलेखेर हुन्छ तिमीलाई थाहै हुँदैन के. मैले नि यस्तै भएको थियो. एकचोटि म पढिरहेको थिएँ, 5 मिनट मात्र पढ्छु भनेर पढ्न बसेको, आधी 1 घन्टा बितेको मैले थाहै पाएन के. आजलाई यति नै. यदि तिमीलाई भिडियो मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिऊ. थ्याङ्क यू. हेभ अ गुड डे. बी नेपाल, द ग्रेट नेपाल यहीँ छ तपाईँहरूलाई हेल्प गर्न. थ्याङ्क यू.